And let's welcome another comedian, Mr. Hello. पहिलो कमेन्ट हान्यो नि त आउने बित्तिकै 5000 नि स्पोन्सरशिप गरेर कोड लाएर अगाडि बसेको छु। अलिकति लाज मान्नु पर्ने हो नि आफू। क्यास पनि दिएन, चेक काट्यो 5000। हामी लिन लाज भइरहेछ। हेरौँ अरे एकचोटि भयो, त्यति राम्रो अनुहार पनि छैन, हेर्नै पर्ने जस्तो। हेलो फाइनली दुखी आत्मासँग पनि नेपाल टुर गरे। सरी, दुखी आत्मा मुभीसँग पनि नेपाल टुर गरे। भन्न जरुरी रहेछ क्या, जहिले पनि म दुखी आत्मासँग नेपाल टुर गऱ्यो भने सबले विनर बुझिरहेको छ क्या। अनि जहिले पनि म हाम्रो विनर भनिरहेको छु, हिमेश पन्त बुझिदिरहेको छ। लास्ट गाह्रो छ क्या हाम्रो विनरलाई, लास्ट पीडित छ क्या हाम्रो विनर। जहाँ जहिले जसले भेटे पनि एउटै क्वेसन, दाइ गाडी आयो? अस्ति टुरमा त हदै गयो, नेपालमा सो चलिरहेको थियो, जुम्लाको फ्यानहरू सोचिरहेको छ, दाइ गाडी आयो? अनि सुनिले भनिरहेको छ, छैन नि भाइ छैन। त्यसले आफ्नो साथीले भन्छ, सुनिस् हाम्रो जुम्लामा गाडी आइसक्यो, दक्षिणकालीमा अझै ट्रेन छ। बिचरा रहेको छ, पीडित छ। लास्टै उसको हत्ते देखेर मैले हाम्रो सोको डाइरेक्टर विशाल भण्डारीलाई भनेको कि दाइ यार हत्ते भइसक्यो यार, विनरको हत्ते भइसक्यो, छिटो यो द्रुत गतिमा गाडी ल्याइदिनु भनेको विशाललाई ज्ञान दिइरहेछ। द्रुत गतिमा सवारी नचलाऊ। ठिक छ एक दिन पाउला, सुनिले पनि गाडी आउला, आशा गरौँ। पाउँछ। हामी नेपालीको बानी हो क्या गुनासो गर्ने, यसै गुनासो गरिदिनु हुन्छ नि। यसै नेपाल विकासै भइरहेछ क्या, नेपाल विकास अरूभन्दा अलिकति स्लो भइरहेछ, तर भइ त रहेछ। मलाई के लाग्छ भने नेपाल चाहिँ फ्यामिलीको त्यो कान्छो भाइ हो जसको दुईटा दाइले उधौँ प्रगति गरिसके, ऊ मारमा परिरहेछ। आज न्युज आयो क्या एउटा, इन्डियाले 100 घन्टामा 100 किलोमिटर पिच गर्यो, तर नेपाल कति 5000ले त त्यति ज्ञान नदिउँ न यार। हिराको मालिक यहाँ बसिरहेको क्या, हेर 5000 चेक साटिएन, यसै पनि पाउँछ 5000। मेरो पेट्रोल खर्च 6000 लागिसक्यो धाउँदै। कम टेन्सन रे, 100 किलोमिटर कसले बाइक छ र? छ नि बाबु, आउन जाउँ। महिला सिट ल्याएको छु, तिमीलाई बसाउँछ पछाडिपट्टि। 5000 चुप लाग्यो बाबु, त्यो फ्री पासलाई छोड्छु म। म कहाँ थिएँ? इन्डियामा थिएँ। 5000 गर्छ। सो न्युज आयो क्या आज भर्खरै, इन्डियाले 100 किलोमिटर 100 घन्टामा पिच गरे, तर नेपालको के छ गति 1 दिनमा 1 किलोमिटर मात्रै भइरहेछ। त्यही डोजर आउने त हो यहाँ। अर्को न्युज आइरहेको थियो, म न्युज हेर्छु राम्रो। अनि चाइनाको न्युज आइरहेको थियो क्या, चाइनाले 200 किलोमिटर प्रति घन्टामा कुद्ने रेल ल्याइसक्यो। फेरि कम्पेयर गरिरहेको छ नेपाललाई। हेर्न, उता 200 मा ल्याइसक्यो, यता चाहिँ बल्ल अलिअलि कुद। भाइ तिमी पनि फ्री पासै हो, बिएसम्मै खिच्छौ मेरो कि के हो? बोलाऊ एउटा केटी यही साथेर लगाइदिउँ। के गर्ने नि मान्छे घर गएर यसो हेर्छ, एन्ड्रोइड त होला नि, फ्री पास नै छिरे बस्छ। स्टोरेज पनि कम छ, खिच्नु कहीँ त गइया छ। यत्रो लाइट साइट क्यामेरा छ, कहीँ त गइया छ। चिनेथ्यौ बाबु मलाई पहिला? चिनेथ्यौ? कसरी चिनेथ्यौ बाबु? इन्स्टाग्रामबाट? अमरेन्द्रको साथी हो?
कति भने मैले अमृतलाई टप 5 नपुऱ्याउँ भनेर यो मान्छे पनि खासै राम्रोसँग त छैन सो हामी नेपालीहरूको गुनासो गर्ने बानी भइरहेको थियो जे कुरामा पनि गुनासो गरिरहेको छौँ क्या चाइनाले ल्याएको फ्याट्ट यहाँ नेपाल ल्याएको हुन्थ्यो भन्छन् आइदियो कोरोना फ्याट्टै बनायो त सुन नेपालीहरूले थ्योरी बनाइदिरहेको छन् आफ्नो हाम्रो घरमा बसी दिनभरि लकडाउन छ बालाई यसो जोस आयो भने दिनभरि रुममा गुम्छु भने त बिरामी भन्छ साँझ पक्का फ्रेस हावा खान जानुपर्छ भने टोलकै निस्किरहेछन् ग्रुप बनाएर अनि सल्लाह गरिरहेछन् यो चाइनाले आफै निकालेको होला है हामीलाई मार्नको लागि किन मार्छ कि खरिबोटको रमेशलाई चाइनाले त्यत्रो ल्याबमा चाइनामा डिस्कस गरिरहेको छ नेपालमा छ एउटा रमेश काठमाडौँमा 4 कुनै जग्गामा घर पनि बनाएको छ त्यसलाई उडाउन पाएछ किन सोच्दैनन् हावा थ्योरी बनाइरहेको छ क्या मान्छे जे पाए त्यही गरिरहेको छ म सरकारले रिक्वेस्ट गर्यो कृपया मास्क लगाइदिनु होला कोभिड नेपालले कोभिडलाई सिरियसली लिएकै होइन नि थाहा छ मजाले लिएको कोभिड भगवान् कसम कोभिड त हेपिया छ क्या नेपालमा कसैले टेरि नै रहेको छैन कोभिडलाई सरकारले रिक्वेस्ट गर्यो सिम्पल मास्क लगाइदिनु होला मैले मास्क लगाएँ ठुलो रिसाएँ ठुलोबाउको अलगै चलिरहेको छ हेर्न त्यो कान्छोको छोरीले त मलाई देख्दाखेरि बाटोमा मुख लुगाएर हिँड्यो मेरो बा बिएससी पास हो रे तर बेहोरामा झर्किँदैन कि सियोले झर् मलाई लाग्छ सबैले बाउले भन्छ नि डाइलग एउटा कमन डाइलग छ नि तेरो उमेरमा हजुर मेरो बाउले तपाईँलाई पनि भन्छ कि भने नि बेहोराले बिएससी फेलै पनि भन्नु होइन त्यो गलत थियो मेरो बाउ परेन तपाईँले कसको बाउबाट सुन्नु मलाई भन्छ बिजुली बत्ती थिएन हामीले टुकी बालेर पढ्नु पर्थ्यो मलाई लाग्छ कति चासो तपाईँलाई कल भाउजूलाई तपाईँको कोही पत्नी हो र के पत्नी भाउजू दाइको हो ए उहाँ कोही होइन यति रिजेक्टेड जीवनमा फिल्म भएको छानी कसलाई भनेको लेप्चालाई उहाँ चाहिँ भाउजू राइटवाला कोही होइन भन्नुहोस् न तपाईँले हो क्या मेरो बाउलाई पढ्न दिएको मलाई के लाग्थ्यो भने सबैको बाउले चाहिँ टुकी बालेर पढे जब मेरो बाउ पढ्ने पालो आयो टुकीको तेल सक्यो त्यसो लाग्थ्यो मलाई म पहिलो जेनेरेसन होला क्या जसले आफ्नो बाउलाई सडकबाट टिपेर घर लगिरहेको कति खेलिरहेको जति बेला डुलेछ भेट्नु कसम म गुनासो गरेर साथीहरूसँग यार सुन्न पब्जी खेल्न त मलाई पनि डर थियो नि तर के गर्नु यहाँ घरको कामबाट फुर्सदै पाउँदिनँ एकैछिन दायाँ गऱ्यो कि बाउ आँखा छलेर खेल्न कुदिहाल्छ तेरो बाउ त ज्ञानी छ नै के गरे यति ज्ञानी बनाइस् कसम मलाई अचम्म लाग्छ कि मेरो बात देखेर अनि नेपालीहरूले चाहिँ यो आफ्नै थ्योरी बनायो नेपालीहरू जहाँ पनि अगाडि बढ्छ नि जाने के मात्रै हुन्छ फेरि तर जाने जसो गर्नु चाहिँ छ बेबी सावर थाहा छ बेबी सावर थाहा छ किन मनाइरहेको छ बेबी सावर खारेज गरिदिनु पर्ने हो कि बेबी सावर म आफ्नै दिदीको बेबी सावरमा गएको थिएँ 5 मिनटपछि मलाई भिनाज देखेर रिस उठिरहेको छ कसम भनेको दिदीलाई हेरिरहेको छु भिनाजलाई हेरिरहेको छु झन् टक्सिक भइरहेको छ माहौल यहीले गर्दा मेरो दिदीको हालत भयो यहीले गर्दा दिदीले दुःख पाइरहेको छ
कसरी कस्तो टक्सिक हुन्छ कि माहौल ल मनाउले त मनाएन नि बोलाउनु त होइन नि त यार मान्छेले बोलाइदिरहेको छ बेसी अब मेरो छिमेकी त के भनिरहेको छ भाइ अब बिहेमा त त्यस्तै भयो हुलमुल भयो खासै भेटघाट हुन पाएन भोलि भाउजूको बेबी सावर छ आउनु भव्य रमाइलो गरौँला नि भव्य रमाइलो गरौँला रमाइलो तैँले गर्छ यस्तो साले त्यही रमाइलो कारण त भोलि इभेन्ट भइरहेछ म बुझ्नै सक्दिनँ यो मलाई के लाग्छ भने नेपालीहरू कुल हुनुलाई चाहिँ एड्याप्ट गरिरहेछ नि बाहिरको कल्चरहरू कुल देखिनुलाई म त भन्छु कुल देखिने नै होइन अझ म जस्तो मिडल क्लास त कुल हुन खोज्ने नै होइन म लास्ट मिडल क्लास हो मेरो सधैँ चोइस बिचकै हुन्छ है म कपडा किन्न गएँ कसैले मलाई 1000 र 500 देखाएँ म 700 लिनु रिक्सै लिनु छैन कि मलाई एक दिन एउटा मान्छे आएर सोध्छ ब्रो यो कन्ट्रोभर्सी भयो नि यो पल र समीक्षा तिमी कसको पछि म दुर्गेश भनिरहेको छु रिक्सै लिनु छैन मलाई सधैँ बिचकै हो क्या म लास्ट मिडल क्लास हो तपाईँ रिजेक्टेड गर्ल राम्रै त हुनुहुन्छ एउटा क्वेसन सोध्छु ल तपाईँको बोयफ्रेन्ड छ हजुर बोयफ्रेन्ड छैन कसम त्यसैले म त्यति पनि मिडल क्लास छैन गाइस काठमाडौँमा घर छ मेरो केटो इन्जिनियर हो नेपाल त भर्खर सकेको छु पासआउट किन्न मेरो बाबै हो तिमी सर्टिफिकेटै देखाउनु पर्ने होला उसले किन साइन्समा किन कमाएको थियो ए तपाईँ चौधरीबाट हो ए इरानी ओके माइला लाख दिएकोलाई त मान्नु पऱ्यो नि त 5000 त कोट लगाइरहेको छ तपाईँको नाम के अरे म्याम नाम फेकै त अहिले नगरौँ न रियलै सुनौँ मनिषाजी अनि फेक चाहिँ के थियो होला पापा कि परी तपाईँले भन्नुभएको सर तपाईँ स्पोन्सर त होइन नि अनि तपाईँकै परी हो र पापा त तपाईँ देखिरहनु भएको कता जाँदैछ समाज काठमाडौँमै चेलीबेटी सेफ छैनन् कि जस्तो लाग्यो मलाई सो पापा सर तपाईँ के गर्नुहुन्छ होला केही गर्दैन कसम तपाईँको छोराछोरी प्राउड छन् त तपाईँमा छन् होला छैनन् ढुक्कै होला भन्ने निकालिदिनुहोस् म्यारिड त हुनुहुन्छ तपाईँ किनकि मनिषा नै आएको छ कि जस्तो लाग्यो मलाई म्यारिड हुनुहुन्छ है सर यस्तो बेला त कहिलेसम्म भन्नुपर्छ नि त मैले अब मनिषा तिम्रो र मेरो माया सुरु भएको नि हेर है जार आइसक्यो हुन त सरको र मेरो एज डिफ्रेन्स हेऱ्यो भने सर ट्याङ्करै आइसक्यो